ओके सो फाइनली यत्रो दिनपछि अब चाहिँ फन एसएमपी जोइन गर्नु पर्यो 3 2 1 एन्ड गो सो लेट्स जोइन ओके सो म फन एसएमपीमा आइसकेर फन एसएमपी इन्टरफेस नै कुछ अलग छ र म त्यहाँबाट बुक एन्ड क्युल छ र यो बुक एन्ड क्युलमा के छ लेट्स सी टु बेसिक्स यार भाइ कति छ यत्रो टाइम अब म फन एसएमपी सिजन 4 को रिचार्ज भयो कि अब न्यू एसएमपी खोल मिन्स वाह हे के छ सबैजनालाई सो म चाहिँ तपाईँहरूको प्यारो मिस्टर क्याजी यस सो यत्रो दिनसम्म म चाहिँ खै कहाँसम्म मैले भिडियो हालेको थिएन त्यसको कारण तपाईँहरूलाई चाहिँ मेरो टाउको फुटाल्ने मन पनि गरे होला मेरो सब्सक्राइबर्सहरू होइन सो हालमा चाहिँ हामीले हाम्रो एउटा एसएमपी जसको नाम फन एसएमपीलाई चाहिँ स्टार्ट गरेको थियौँ र यो एसएमपी हाम्रो राम्रै चल्यो खास गरी यो एसएमपी चाहिँ हामीले हाम्रो फनको लागि चाहिँ स्टार्ट गरेको थियौँ र हामीले पछि गर्दै यो एसएमपीलाई एउटा न्यू टाइप अफ जर्नी एन्ड सिरिजकै टाइपमा लग्यौँ र पछि गर्दै सुरुमा एसएमपी राम्रै चल्यो सिजन 1 देखि सिजन 4 सम्म आयो तर अब चाहिँ प्लेयर्सहरू नै खेल्न छाडिदिए र मैले र अरू अन्य युट्युबर्सहरूले नि यसमा टाइम दिन सकेनन् त्यही भएर चाहिँ हामीले एउटा नयाँ एसएमपी खोल्ने भनेका छौँ जसको नाम चाहिँ हामीले फन वाइटी राख्ने भनेको छौँ र यो एसएमपी फर ओन्ली युट्युबर्स र यो एसएमपीमा 1 देखि जति नै सब्सक्राइबर छन् तिनी सबै जोइन गर्न मिल्छ बस यु अल ह्याभ टु क्रिएट एप्लिकेसन्स अप टु अ लिमिटेड टाइम र त्यो लिमिटेड टाइम चाहिँ मैले तपाईँलाई लास्टमा दिनेवाला छु ओके आउट्रोमा So first of all you all have to just join the DC which is in the description of my video then चाहिँ तपाईँले चाहिँ बस हामीहरूलाई पिङ गर्नु होला प्रवीण फ्लेम मलाई then simple it's done then just हामीले चाहिँ मिडियामा आफ्नो एप्लिकेसन भिडियोलाई सेन्ड गरिदिनु होला त्यस एन्ड द्याट लिमिटेड टाइममा चाहिँ र जुन हामीले एप्लिकेसन्सहरू हेर्छौँ त्यो दिन चाहिँ हामीले तपाईँले सेलेक्ट गर्छौँ देन you all can just come to the SMP so that's it